हाई एन्ड नमस्कार, दिस इज प्रिया। मेरो अस्ट्रेलिया आउने सपना चाहिँ ए प्लानेट चितवनद्वारा पुरा भएको छ र त्यस्तै गरी हजुरहरूको पनि अस्ट्रेलिया आउने सपना छ भने अब आउने यही जेठ 4 गते 18 मेमा ए प्लानेट चितवनमा एजुकेसन फेयर हुँदैछ र त्यस्तै गरी हजुरहरू पनि त्यस फेयरमा गई म जस्तै आफ्नो सपना पुरा गर्नुहोस्। थ्याङ्क यू। Hi everyone, it's me Kusal from ePlanning International Sydney branch. Mark your date 18th of May, Jester 4. तपाईहरु सोध्नु होला किन चितवनको ePlanet कन्सल्टेन्सीमा हुन गइरहेको ठुलो मेगा एजुकेसन फेयर जहाँ तपाईले फ्रीमा टप युनिभर्सिटिजहरुसँग कुरा गरेर कोर्सेस र भिजा रिक्वायरमेन्ट्स लगायत डिफरेन्ट इन्फर्मेसनहरु पाउन सक्नुहुन्छ। त्यसैले यति ठुलो अपर्च्युनिटी मिस नगर्नु होला। So please do visit our office ePlanet Chitwan Sahit Chowk. Thank you. Hi everyone, this is Mirita Shrestha. Currently I am here in Australia अनि मेरो अस्ट्रेलिया आउने सपना त ePlanet चितवनद्वारा पुरा भइसकेको छ। यदि हजुरहरूको पनि अस्ट्रेलिया आउने सपना छ भने यही आउँदो जेठ 4 गते और 18 मेमा ePlanet चितवनमा एजुकेसन फेयर हुन गइरहेको छ र त्यस एजुकेसन फेयरमा हजुरहरूले पनि आफ्नो सहभागी जनाई म जस्तै अस्ट्रेलिया आउने सपना पुरा गर्न सक्नुहुनेछ। So please do not forget to visit ePlanet चितवन. Thank you. Bye.